तयार रहेको जस्ता विज्ञप्तिहरू सार्वजनिक गरेका छन् अथवा त्यो जानकारी प्रवाह गरेका छन्। अब जिम्मेवार चाहिँ को रहेछ त? ठुला सङ्गठनहरू हामी होइनौँ, अरू सङ्गठनहरूले होइन ठुला सङ्गठनका कारणले अथवा नेविसँग अनाज सुविधा कारणले गर्दाखेरि निर्वाचन प्रक्रिया बिथोलिएको भन्ने आरोप लगाइरहेका छन्। यसमा चाहिँ को दोषी हो? कसका कारणले निर्वाचन प्रक्रियाहरू बिथोलिरहेका छन्? यति लामो समयपछि हुन लागेको निर्वाचन प्रक्रिया कसका कारणले त्रासबाट अगाडि बढिरहेको हो? यहाँले भने जस्तै अहिले त्रिवीका चाहिँ 62 आङ्की क्याम्पस र 1040 देशभरिका सम्बन्धित प्राप्त क्याम्पसहरूमा जुन निर्वाचन छ सबै ठाउँमा चाहिँ भइरहेको छ। यसै गरी चाहिँ अन्य सबैका अध्यक्ष के कारणले कुन मनसायले विज्ञप्ति उहाँले चाहिँ जारी गर्नुभयो त्यो कुरा चाहिँ उहाँले जान्ने कुरा हो। तर चाहिँ हाम्रो कुरा के हो भन्दा हामी भनेको लोकतान्त्रिक पार्टीका कार्यकर्ता हौँ। हामी भनेको नेपाल विद्यार्थी सङ्घ भनेको लोकतन्त्रको लागि, व्यवस्थाको लागि अथवा चाहिँ हिजो विभिन्न परिवर्तनका लड्दै आएको संस्था हो। हामीलाई थाहा छ हामी चुनाव गराउने कुरा आवधिक निर्वाचनको कुरामा चाहिँ नेपाल विद्यार्थी सङ्घ कहीँ कतै चुक्दैन र यस अनुसार नेपाल विद्यार्थी सङ्घ रणनीति तयारी गरेको छ र चुनाव गराउनुको पक्षमा चाहिँ अगाडि बढेको छ। त्रिवीमा यहाँले भने जस्तै केन्द्रीय क्याम्पसमा अहिले चुनावको सम्बन्धमा केही समय ढिलो भएको हो, यो स्वीकार गर्न सकिन्छ। त्यहाँनिर आन्तरिक अन्य पार्टीको कुरा पनि छ र अलिकति सबैको एउटा चाहिँ समस्याले गर्दा केही कुराकानी त्रिवीले चाहिँ निर्णय गर्न नसक्दा यो विद्यार्थी सङ्गठनले भन्दा पनि विद्यार्थी सङ्गठन उम्मेदवारी दर्ता गर्ने कुरा हेर्नुहोस् होइन। अब त्यहाँ बाँकी कुरा त त्रिवीले निर्णय गर्ने कुरा हो। त्रिवीका पदाधिकारी केही कुरा निर्णय गर्न नसक्दा चुनाव अलि ढिलो हुन्छ भन्ने कुराकानी भएको छ। त्यही अनुसार उहाँहरूले सूचना पनि निकालिसक्नु भएको छ। 8 गते गर्ने गरिकन गर्छौँ भन्ने कुराकानी एउटा अलिकति सूचना जानकारी प्राप्त भएको छ। त्यही अनुसार उहाँहरू अगाडि बढ्नुहुन्छ होला र चुनाव नहुने ठाउँमा अहिले 5 गते नहुने ठाउँमा र केही समयको सीमा छ। त्यो सीमाभित्र चाहिँ काठमाडौँ भ्यालीभित्र पनि अहिले पनि केही क्याम्पसमा तालाबन्दी भएका छन्। ती क्याम्पसहरू जस्तै पब्लिक युथ क्याम्पस हुनसक्छ। आज शङ्करदेवको कुराकानी पनि छ। त्यसै गरी सरस्वती बहुमुखी क्याम्पसको कुरा छ। त्यसपछि भ्याली बाहिरका क्याम्पसहरूको कुरा छ। यी क्याम्पसहरूमा चाहिँ त्रिवीको निर्देशिका अनुसार चुनाव हुन्छ भन्ने कुराकानी म सबैलाई जानकारी गराउन चाहन्छु र निर्धक्क भएर चाहिँ चुनावको पक्षमा चाहिँ उभिन म सबैलाई पनि म विनम्रपूर्वक आग्रह गर्न चाहन्छु। हजुर, अब यो त्रिवीको सोभि निर्वाचनको चर्चा हुँदै गर्दाखेरि चाहिँ विद्यार्थी सङ्गठनहरूको अराजकताको चर्चा पनि हुन्छ। विद्यार्थीहरूको बानी बेहोरा हुन्छ नि, एक आपसमा राम्रोसँग मिलेर चुनाव पनि गर्न नसक्ने अथवा आन्तरिक रूपमै पनि लडिरहने, यी धेरै कुराको चर्चा सँगै हुन्छ। यो सोभि निर्वाचनसँग जोडेर विद्यार्थी सङ्गठनको अराजकताका विषयमा किन चर्चा हुन्छ? यो चिज सधैँभरि यस्तो हुने वातावरण किन बनिरहेको छ? यहाँले भने जस्तै अहिले विभिन्न धाराका विद्यार्थी सङ्गठनहरू एउटा चाहिँ सँगसँगै पनि हुन्छ। कुनै एउटा व्यक्तिको मात्रै विचार हुँदैन, सामूहिक समूह बिच विचारहरू फरक हुँदाखेरि कहिलेकाहीँ त्यस्तो कुरा आउन सक्छ। तर कुरा के हो भने हामीले यस्ता किसिमका अराजकताका गतिविधिहरूलाई हामीले निरुत्साहित पार्नुपर्छ। अब त्यसैभरि कुरा के हो भन्दा यो विवाद झै झगडा त्यसपछि चाहिँ अराजकतालाई प्रोत्साहन गर्ने काम हामीबाट हुनु हुँदैन र नेपाल विद्यार्थी सङ्घबाट हुँदैन। त्यसै अन्तर्गत चाहिँ विद्यार्थी साथीहरू पनि विद्यार्थी नेताहरू पनि जिम्मेवार हुनुपर्छ। यो कुराकानीमा सबै ठिक भनेर पनि भन्न सकिँदैन। यसमा चाहिँ उहाँहरू सबैजना पनि जिम्मेवार पनि हुनुपर्छ, उत्तरदायी हुनुपर्छ। मुख्य मिसन